मेरो लागि तँभन्दा अरू राम्रो को छ र? आफ्नो घर छोडेर लोग्ने छोडेर अरूसँग अनैतिक कार्य गर्दै हिँड्ने तँ चाहिँ राम्रो? र एकचोटिलाई छोडिदिँदैछु। अब सीताको बारेमा एक शब्द नराम्रो बोल्यो भने म तिम्रो जिब्रो सिब्रो निकालेर फालिदिन्छु। दर्शकवृन्द, हजुरहरूलाई सीता सिरियल मनपर्छ भने हाम्रो नयाँ च्यानललाई सब्स्क्राइब गरेर बेल आइकनलाई अलमा गरिदिनुहोला। दर्शक यति बेला भने सीता सिरियलमा सीताले हरिको पर्दाफास गरेर हरिलाई जेल पठाउन सफल भइसकेको छिन् भने अब सीता भने जगतको घरमा जगतसँग मिलेर बस्लिन् त। आज आउने सीता सिरियलको नयाँ भागमा के होला त? दर्शकबिन, सीता अब जगतसँग गएर बस्लिन् कि नबस्लिन्? यति बेला भने सीताले धेरै नै अन्याय अत्याचार सहेर जसरी भए पनि सृष्टिको जीवन बर्बाद हुनुबाट बचाउनु पर्छ, सृष्टिको र हरिको बिहे हुन दिनु हुँदैन भनेर सीता भने एकदमै लागि परिरहन् भने सीताले जसरी भए पनि उनीहरूको बिहे छुटाउनु पर्छ भनेर यति बेला भने हरि र सृष्टिको बिहे छुटाउन सफल भइसकेको छिन्। अहिले भने सीताले हरिको पर्दाफास गरेर हरिलाई जेल पठाउन पनि सफल भइसकेको छिन्। दर्शकबिन, हरिले भने सीताको बारेमा सृष्टिसँग धेरै नै नराम्रो कुराहरू गरेको थियो। सृष्टिको चरित्र हत्या हुने कुराहरू उसले हल्ला फैलाएको थियो। गाउँभरि पनि सीताको उसले बदनाम गरेको थियो। त्यही भएर यति बेला भने सीतालाई धेरै नै अन्याय अत्याचार भएको थियो र धेरै नै सीताले दुःख पाएको थिइन्। तर दर्शकबिन, अहिले भने हरिको पर्दाफास भइसकेको छ र ऊ जेल गइसकेको छ। अहिले भने सृष्टिको जिन्दगी पनि बर्बाद हुनबाट बचेको छ। दर्शकबिन, हरिले भने सृष्टिलाई फसाउन खोजेको थियो। अब दर्शकबिन, आज आउने सीता सिरियलको नयाँ भागमा सृष्टिले सीतासँग माफी माग्ने छिन् अनि त्यसपछि सीतालाई अब घर छोडेर नजानु, यही बस्नु भनेर सृष्टिले पनि भन्ने छिन् र जगतले पनि अब सीतालाई त यही घरमा बस सीता भनेर पक्कै पनि भन्ने छ। तर दर्शकबिन, अब सीता भने जगतको घरमा बस्लिन् जस्तो मलाई लाग्दैन, किनकि उनीहरूले अझै पनि सीतालाई विश्वास गरेका छैनन्। उनीहरूले सीताको चरित्र हत्या हुने कुराहरू गरेका थिए। दर्शकबिन, जगतले त झनै सीतालाई नाना भाती के कुराहरू भन्न पनि भ्याएको थियो। त्यही भएर अब चाहिँ सीता जगतको घरमा जगतसँगै बस्लिन् जस्तो मलाई लाग्दैन। हजुरहरूलाई के लाग्छ तल कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। त्यसै गरी सीता सिरियल मन पर्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला।